वेलकम ब्याक टु माई च्यानल ब्याक अगेन अनदर भ्लग न्यू भ्लग र आजकै दिनको बिहानको भ्लग चाहिँ मैले योभन्दा अघिल्लो भ्लगमा हालेको छु होइन। अन्त अहिले यो के भन्छ फुल डेको चाहिँ म यस भ्लगमा हाल्नेवाला छु। वाच द भ्लग टिल द एन्ड एन्ड डोज न्यू टु माई च्यानल टु सब्सक्राइब टु माई च्यानल गाइज। मैले आज भ्लग बनाउनुको रिजन चाहिँ एक त सन्डे हो, अर्को कुरो वेदर पानी बहुत परिरहेको छ होइन। बिहान हामी कुद्नु जाँदादेखि परेको होइन, होल नाइटदेखि परेको, अहिले पनि स्टिल परिरहेको छ। अब यो दिनभरि पर्छ सायदै, त्यही हो कि खानासाना पाकिसक्यो होइन। अब खानासाना खाएर आज दिनभरि घरमा रेस्ट। खासमा चाहिँ मल्ली जानेवाला थियो, तर अफसोस गाडी नपाएकोले गर्दा हामी जानु पाएन। अन्त चाहिँ त्यही हो गाइस, देखो भ्लग एन्ड तक। म चाहिँ नुहाइदै गरेर पनि बसिरहेको। इधर प्रिया, हाय गाइस, मोटो मोटो उधर देखो ना, वो उसमें मत हेर ना। हेलो गाइसमा हेर न, हेलो गाइस म चाहिँ मेरो भिडियो हेरेको भन न। हेर न यो झालमुरी कहाँ छ हौ झालमुरी? त्यो चाहिँ झालमुरी हो। अन्त खोर्सानी पो हो त, धनियाँ खोर्सानी अन्त सो गाइस मोटोले चाहिँ मलाई भ्लगमा आउनु इग्नोर गर्दैछ हो। सी यू इन अ व्हाइल गाइस। तपाईँलाई के भन्नु मन छ तिमीलाई भन न। आई लभ यु। ले त्यो आई लभ यु चाहिँ कसलाई भनेको? प्रिया नानाको माया लाग्छ कि मेरो माया लाग्छ हौ? एउटा मात्रै भन्नु पर्यो भने प्रिया नानाको पनि लाग्दैन? अघि मेरो लाग्छ भन्दै थियो। चङ्को छ नि यो भिडियो हेर्ने हो। बसाइ हेर गाइस, बस त पहिला मजाले। यसरी आराम चाहिँ हुनु पर्यो नि, उपर खुट्टी लाएर। हेलो गाइस म चाहिँ अब भिडियो हेरेको भन। अब म चाहिँ भिडियो हेरेको। अघि भाइले भैयालाई कसरी कप माग्यो? भैयालाई कप कसरी माग्यो भाइले? भैया कप दे दो न, भैया कप दे दो दो हो कि के भने भाइ? यहाँ छ मेरो करेन्ट र अन्डा। देख्न सक्नुहुँदै होला तपाईँहरूले, देख्न सक्नु भएको छैन भने फेरि देखाइदिन्छु। इधर मेरा जुस यस्तो छ हो। मैले चाहिँ अस्ति किनेको थिएँ, खानु टाइम नभ्याइरहेको थिएँ। यहाँ यस्तो बिजी छु म। अहिले चाहिँ बल्ल बल्ल घाम लाग्दैछ।
आइपुग्यो होइन अन्त चाहिँ अब ओछ्यान बसेको सो मेरो भ्लग चाहिँ म भोलि कन्टिन्यू गर्छु अहिले चाहिँ सुत्छु एन्ड गर्दिनँ किन भन्दाखेरि यो भ्लग छोटो भएको छ होइन भोलि कन्टिन्यू गर्छु गुड नाइट गाइस सी यू टुमोरो सो हे गाइस वेलकम ब्याक टु माई च्यानल ब्याक अगेन नट अनदर भ्लग सेम भ्लग न्यू डे सेम भ्लग होइन हामी चाहिँ भर्खर आइपुग्यो होइन अन्त अहिले चाहिँ टाइम त्यस्तै 5:15 भएर 5:20 यहाँ छ योगेश यहाँ छ टाइगर यहाँ छ हाम्रो फुटबल हो पानी चाहिँ त्यस्तै छ परेको चाहिँ छैन तर ग्राउन्डमा चाहिँ हिलै छ हो तर पनि आज चाहिँ उयो पर भए पनि ग्राउन्डमै कुद्नुपर्छ होला अन्त चाहिँ त्यही हो गाइस हेर्नुहोस् भ्लग एन्डसम्म तपाईँहरू आजकल त के हो बिहान पनि पहिला त 5 बजी छ्याङ्गै हुन्थ्यो आजकल त है त्यस्तो छ्याङ्गै हुँदैन यहाँनिर चाहिँ ब्याडमिन्टन खेलिरहेको छ वेदर यस्तो छ चलो
तेरो मालिक यहाँ छ यहाँ चाहिँ हेर्नुहोस् तेरो मालिक यो हो कि म हाँ ओए ओ टाइगर तेरो मालिक यो हो कि म हातले देखा त देखा हातले हातले देखा यहाँ म त होइन हातले देखा यहाँ म त होइन त तेरो मालिक अब भयो होइन म नगर्नु हो नि त भयो त अन्त हालिदिएछ नि त तेरो मालिक ऊ यो ओनर खुलै बगैँचामा कुनि के भने गीत छ नि यता भयो अब म भन्दैछु यसलाई भनेको for today guys आज त म यिनीहरूले गर्नु दिएन यार के हो पारा भाइ तिमीहरूको पारा के हो त गर न यसो वर्कआउट बिहान उठ्दो रहेछौ यसो उठेर एक्सर्साइजहरू गर्नु यहाँ एप्सहरू आउँछ हो साथी तिम्रो त झन् जिउ दामी थियो त त्यसो सुतेर हुन्छ कहिले मेरोबाट अलिकति मोटिभेसन दियो देख्दैन यहाँ बिहान तिम्रो अगाडि आएर एक्सर्साइज गर्छु है हट अगाडिबाट त सम्झाउँदैछु होइन म के हो अलिकति मोटिभेट हुँदैन मलाई देखेर यसो यहाँ एप्सहरू बनाउनुपर्छ यसो वर्कआउटहरू गर्नुपर्छ यहाँ बुच्चुक 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 गर्दै आर्म्सहरू यहाँ बाइसेप्सहरू बनाउनु छैन औ साथी ओ देवदास कसले छोड्यो तिमीलाई अब म यहीँ आँखा पनि हेर्ने यसको त साथीमा देवदासै रहेछ ओ यहाँ ल ओ यहाँ हेरेको हेर भाइ कस्तो चाहिँ माया लाग्यो आइज 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 देखि गाइस मेरो साथीहरू यहाँ आइज न भनेको यहाँ बोलाएको होइन मैले अब तँलाई त सम्झाएँ तेरो साथीलाई पनि सम्झाउनु गएर बुझ्यो झन्डै सम्झायो होइन नसम्झिने अरे ऊ देवदास रहेछ नि त कि अन्त उनीहरू भनेको अब अलिकति खुसी खुसी मान्छे हो त्यसलाई मन परेन नि त तिमी छुच्चा हुनुहुँदैन बेसी भन्दैछु म मुख पड्काउनु हुँदैन चुप हल्ला गर्छ चुप मुख पड्काउनु हुँदैन भनेको ठुलो मुख पड्काउँछ मुख पड्काउनु हुँदैन चुप 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 मुख नपड्का मुख नपड्का मुख नपड्का मुख नपड्का मुख नपड्का हेर्छस् है तँ पनि मुख नपड्का मुख नपड्का मुख नपड्का चुप चुप मुख नपड्का नुहाउँदैन मैले भनेको नि नुहाउनुपर्छ भनेर टाइम हिजो सन्डे थियो किन ननुहाएको चर्च गइस् त ए हुँदैन भाइ हुँदैन आँखाले सुनेर मारलाई यो चर्च गएछ नि हट त्यो आँखा कचेर चाहिँ निकालेर आइज त जा आँखा कचेर निकालेर आइज उठेर मुखमा दुई आउँछस् हट यहाँ आइज अब हो तँलाई मैले तँ उता जा आइज हेर्न तँले नेपाली बुझ्दैनस् अर्को पनि आयो ब्रिटिस के भन्दैछु म मुख नचला भन्दैछु म तँ निकै ठुलो भएको छ आजकल भनेको टेर्दैनस् मुख उता जा खेल्नु बिहान ब्रस गर्नु पर्दैन ओए यहाँ आइज हेर्न होइन तिमीहरूले कुरा नबुझ्दो रहेछ है दिन्छु अहिले म सिर्कुनाले जा गएर गोली खेल्दै गयो यहाँ गोली छ जा गोली खेल्नु पर्यो त तँ यहाँ आइदियो हेर्न यसलाई यता म त
अपुई होइन किन चाहिँ आएको ऊपर जा ऊपर जा पर जा पर जा अब तँ आइज भाइ तँ नआइज है तँ नआइज है तँ आइज काले ओए ए आइज ए आइज आएको यो टाइगरले कुरा बुझ्दैन रहेछ नाम छ तेरो बाघ बेहोरा छ त मान्छे मान्छे अटेरी न अटेरी कुकुरले त जा भनेपछि जानुपर्छ रहेछ कुकुर कुद्दै मालिक जा भन्दा त त्यही बस्यो अब नहाल्यो है हेर्न ओए देवदास ओए देवदास ओए हरायो यो हेर्दा मायालु तिमीलाई यसको साइडबाट के भन्छ के गरौँ तिमीलाई सम्झी ओए ओए देवदास यहाँ जा यहाँ झरेको छु यहाँ भन्दैछु म डिस्टर्ब नगर भनेर यहाँ जा भाइ यहाँ जा त यहाँ जा न म केही पनि गर्दिनँ यहाँ जा न भने यहाँ जा त के भयो भने त तँलाई एउटा शान्ति तँलाई त केही भएको छैन भाइ तँलाई त केही भएको छैन मलाई थाहा छ हट डान्स गर्ने हो डान्स गर्ने हो आइज ओए हट यहाँ जो काले 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 ओए ए काले के हो कि तेरो लभर त ओए देवदास ओए देवदास यहाँ जो यहाँ जान भनेको यसले आउनु दिएन नि त देवदास ओ देवदास ए देवदास फ्रेस भएछ छोड्दे काट्दे सो त्यही हो गाइस आजको हाम्रो वर्कआउट सक्यो होइन यहाँ छ योगेश यो कुकुर चाहिँ योगेशको हो होइन अन्त चाहिँ अब हामी घर लाग्दै हो गाइस हामी चाहिँ रेडी प्रिया यहाँ चाहिँ आपा हुनुहुन्छ यहाँ मम्मी अन्त हामी चाहिँ मल्दी गएको त हो गाइस गोइस गोइस गाइस यहाँ चाहिँ छ प्रिया क्रिम लाएर बसिरहेको छ स्ट्रेटनिङ क्रिम म चाहिँ यहाँ स्कुल एब्सेन्ट बसी बसी चाहिँ यसलाई रुङ्नु आएको त्यही हो गाइस बोर हो गयो बाहिरको हालत त्यस्तो छ वेदर सो गाइज अहिले चाहिँ म युजिनसँग युजिन खै आइबन हेलो यहाँनिर त्यतिकै हावा लाउँदै अन्त घुम्नु जानु लागि आएको थियो उहीँपट्टिसम्म बुझौँ बेसी नउडाइ ठिक्कसम्म उडाइ यसले चाहिँ रोडको एडभान्टेज लिँदैछ सेफ साइडमा हुनु पर्छ क्या जहिले यहाँ चाहिँ स्ट्रेट गरिरहेको छ हो हामी चाहिँ यहाँ स्ट्रेट रोडमा छ
अब के गर्छस् सो गाइस हामी हेर्नु सक्नुहुन्छ रोड यस्तो दिदीभाइ यहाँ आइपुगिसक्यो यो चाहिँ मैले फोटो खिचिदिनु भनेर पोस्दिएको पर्खिती कपाल स्ट्रेट पनि गरिसक्यो होइन स्ट्रेट गरिसकेको अघि अन्त गाडी चाहिँ जङ्गेसँग गाडी गयो अर्को गाडी पनि गयो हो अन्त गाडी नभएकोले गर्दा चाहिँ हाम्रो बिजोग भयो एउटा गाडी चाहिँ छ भनिरहेको छ सिट तर त्यो गाडी चाहिँ 4 बजी हिँड्छ अरे 1 घन्टा डल्लै छ हो अन्त हामी चाहिँ यहाँ फाउन्टेनमा बसिरहेको फाउन्टेन त के भन्नु अनि बिस्तारै यस्तो बनाएको छ बट स्टिल हाम्रो लागि फाउन्टेनै हो हाई गाइस हाउ डु आई लुक यहाँको न्यू लुक हो यो चाहिँ होइन गाइस यसो कपाल बिगारिदिएकोले गर्दाखेरि चाहिँ त्यस्तो त्यो स्यापै वाला भएको छैन बिगारेको त भन्नु न के भएको ले, हावाले काट्दा ए यस यस फर्स्टमा कपाल काट्दाखेरि चाहिँ यसको कपाल बिगारिदिएको नि त आज चाहिँ त्यसले गर्दाखेरि त्यही कपाल बिग्रेको। बिग्रेको कपाललाई स्ट्रेट गर्दाखेरि चाहिँ यसरी अप एन्ड डाउन त्यो यस्तो लामो छोटो भएर त्यो उयो भएको क्या उसको यो गाइस गरमले मर्नु आँटेको म चाहिँ बिहानको वेदर सोचेर चाहिँ यसरी प्यान्ट लगाएर आएको थिएँ तर अफसोस आई रिग्रेट इट हाई गाइस अब चाहिँ मलाई पनि भिडियोमा देख्नुहुन्छ किन अब चाहिँ मेरो कपाल अलिक हेर्न लायकको छ दसैँ आएर क्या अन्त चाहिँ दसैँमा चाहिँ कपाल चाहिँ छिटिक्क लगाएर कपाल चाहिँ यस्तो बोक्नु भनेर चाहिँ आज आएको नि त मेरो पनि आज काम थियो होइन त्यसले गर्दाखेरि म यसको साथी पनि हुन्छ भनेर चाहिँ मेरो लिपस्टिक पनि कस्तो लोयल छ हेर्नु बिहान लगाएको कति खाइसक्यो स्टिल म चाहिँ कस्तो चोखो लिपस्टिकै लाउँदिनँ पिम्पल आउँछ केही लाउँदिनँ र पनि पिम्पल आउँछ केही नलाएर आएको होला है अहिले चाहिँ हामीसँग अझै एकजना आउनुभएको छ अझै एकजना पऱ्यो हाम्रो यो कसो गर्छ अल्छी लाग्नुको साथी हाम्रो आसिङ ठिकै हो खै आसिङ हेलो आसिङ पनि पर्खिँदा पर्खिँदा हरेस भएछ हो हामी पनि पर्खिँदा पर्खिँदा हरेस जिन्दगी नै हरेस छ क्या गाइस के भन्नु सक्नु अरू त म होइन अरू त म के नै भन्नु सक्छु र यो त अब मलाई मेरै दाग जस्तो लाग्न थालिसक्यो के गर्दा पिम्पल थियो कि फुटाइदिएको थिएँ होइन त्यहाँबाट चाहिँ पापडा बस्यो त्यो पापडा उकाइदिएको थियो कि यस्तो दाग पो बस्दो रहेछ टाइम नभए फुटाइदिनु पर्छ नि त मेरो अनुहारमा जति पनि दाग छ त्यो सबै यसरी बसेको पिम्पल फुटाएरै सो गाइस तपाईँहरू जाउँ न पर क्यामेरा गार्ड सोधिकन आउँ न अबै फल्क्यो। मधु अङ्कलको दोकानमा लेट्स गो के दामी देखेँ होइन आसिङ उयो पर पाउँछ त्यो कालो के कस्तो भनेर पाउँछ सो गाइस म चाहिँ अघि बजारबाट आएको होइन अन्त चाहिँ बजारबाट आएर पनि अहिले खानासाना बनाउँदैछ अन्त चाहिँ यो चाहिँ म अब भ्लग पनि एन्ड गर्न आँटेको नि त त्यही भएर मैले के देखाउनु गइरहेको छु भनेर चाहिँ मैले चाहिँ मोटेको लागि मिठाई ल्याएको थिएन एउटा त दिएँ उसलाई हो डेली आउँछ नि त मिठाई माग्नु त्यसले गर्दाखेरि चाहिँ एक दिनुपर्छ उसलाई चाहिँ मिठाई होइन सो यहाँ छ 3टा केक होइन 4टा चको स्टिक्स एउटा यो अन्त एउटा यो चाहिँ मेरो लागि किनेको च्युइङगम Thank you for watching till the end. Those who are new to my channel, do subscribe to my channel. See you in the next vlog, guys. Till then, take care, stay safe, and peace out. Good night, guys.